जिंदाबाद जिंदाबाद कुलमान घिसिङ जिंदाबाद जिंदाबाद कुलमान घिसिङ जिंदाबाद कुलमान घिसिङ हीरा हो हीरा हो हीरा हो कुलमान घिसिङ हीरा हो कुलमान घिसिङ हीरा हो केपी ओली हीरा हो कुलमान घिसिङ हीरा हो केपी ओली हीरा हो कुलमान घिसिङ हीरा हो केपी ओली हीरा हो भ्रष्टहरू घटले के भन्छ केपी ओलीले भन्छ आगे घटले के भन्छ केपी ओलीले भन्छ आगे घटले के भन्छ केपी ओलीले भन्छ कुलमान घिसिङ जिन्दाबाद जिंदाबाद जिंदाबाद उज्यालो नेपाल जिन्दाबाद जिंदाबाद जिंदाबाद उज्यालो नेपाल जिन्दाबाद जिंदाबाद जिंदाबाद केपी चोर देश छोड सेरे चोर देश छोड सेरे चोर देश छोड केपी चोर देश छोड कुलमान घिसिङ जिन्दाबाद बसेर हुँदैन राष्ट्रिय एकताका लागि हामी एकजुट हुनुपर्छ यो देश तपाईहरुको पनि हो यो देश हाम्रो पनि हो गल्ली गल्ली ढिल ढिल आली आली बार्दलीबाट हेरेर हुँदैन हामी मैदानमा आउनुपर्छ राष्ट्रिय यो सरकारले खारेज गर्नुपर्छ जस्तै कुलमान घिसिङ पदमुक्त भइसकेपछि अब भ्रष्ट प्रधानमन्त्री मुर्दाबाद 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 भ्रष्ट सरकार मुर्दाबाद सरकार होशियार 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 कुलमान घिसिङलाई हटाउन पाइदैन 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 प्रधानमन्त्री राजीनामा दे राजीनामा दे केपी ओली मुर्दाबाद आर्जु देउबा मुर्दाबाद आर्जु देउबा मुर्दाबाद गृहमन्त्री मुर्दाबाद दिपक खड्का मुर्दाबाद नालायक सरकार मुर्दाबाद नालायक सरकार मुर्दाबाद केपी कुम्रो पाराले केपी यो आन्दोलन जनताको आन्दोलन हो देशको आन्दोलन हो उज्यालो चाहनेहरूको आन्दोलन हो उज्यालो चाहनेहरू यो आन्दोलन उभिन्छन् अँध्यारो चाहनेहरू के अरे भ्रष्टलाई संरक्षण गर्नेहरू केपी ओलीको वरिपरि उभिन्छन् अथवा दिपक खड्काको वरिपरि उभिन्छन् र हामी भन्न चाहन्छौँ यो भ्रष्ट दिपक खड्कालाई तुरुन्त बर्खास्त गरियोस् नभए देशमा फेरि पनि एकचोटि आन्दोलनको रागो बल्यो उसो त काङ्ग्रेसका महामन्त्री द्वयले पनि भनिसकेका छन् उनीहरूले पनि यो असन्तुष्ट बनाइसकेका छन् गगन थापादेखि विश्वप्रकाश शर्माहरूले उनीहरूको यो भनाइलाई के टिप्पणी गर्नु उहाँ एउटा युवाको हिसाबले म उहाँहरूलाई समर्थनै गर्छु तर पनि सत्तामा भएको महामन्त्री जो दुईटा शक्तिशाली पार्टीको महामन्त्रीले लाचार ढङ्गले स्ट्याटस लेख्ने होइन महामन्त्रीले त्यो आफूले नियुक्ति गरेको मन्त्रीलाई बर्खास्त गर्ने हो हटाउने हो महामन्त्रीको अधिकार छ नि त लाचार ढङ्गले स्ट्याटस नलेख्नका निम्ति गगन थापा मभन्दा अग्रजी हुनुहुन्छ विश्वप्रकाश शर्मा मभन्दा अग्रजी हुनुहुन्छ विद्यार्थी आन्दोलनमा उहाँहरूको लागि संसद खुल्ला छ संसदमा उपस्थित हुँदै हुनुहुन्छ संसद खुल्ला छ आफ्नै पार्टीको मन्त्री जो उहाँले नै मन्त्री बनाएको हो नि त गगन थापाको हस्ताक्षरबाट विश्वप्रकाशको हस्ताक्षरबाट मन्त्री भए नि दिपक खड्का अनि यस्तो भ्रष्ट मन्त्री बनाउनेले उहाँहरूले स्ट्याटस होइन उहाँलाई बर्खास्त गर्नु हो भने नेपाली जनता आश्वस्त हुन्छन् ऊर्जा मन्त्री त भन्दै हुनुहुन्छ फेरि एउटा प्रमुख कार्यकारीले मन्त्रीले भनेको मन्त्रालयले दिएको निर्देशन अथवा स्पष्टीकरण पनि चित्त बुझ्दो नदिने टेरेनन् भन्ने कुरा आयो त कुलमानले टेरेनन् भन्ने कुरा पनि आइरहेको छ जसले भ्रष्टाचार गरिरहेको छ दुङ गनाएर मन्त्री भइरहेको छ त्यस्तो मान्छेलाई किन कुलमानले टेर्ने के आदरले टेर्ने जसले राम्रो काम गरिरहेको छ जसले जनतालाई उज्यालो दिइरहेको छ हामी 19 घण्टा लोडसेडिङ भएर आएको होइन 19 घण्टा लोडसेडिङ भएर आएको मान्छेलाई अहिले लोडसेडिङ नहुने ठाउँमा पुऱ्याएको कुलमानले यो भ्रष्ट पतित मन्त्रीलाई राजीनामा दिने नटेर्ने किन टेर्ने त्यसो भए राम्रा मान्छे असल मान्छेले खराब मान्छेहरूलाई टेर्दैनन् भन्ने सैद्धान्तिक कुरा छ नि त्यही कुरा त हो नि अहिले